ओलीबा के छ चिया खानु हो चिया खाने बेला भए चिया खाइन्छ, खाना खाने बेला भए खाना खाइन्छ, खाजा खाने बेला भए खाजा खाइन्छ। राम्रोसँग सोधिरहेको छु झन् कस्तो टिमुर्किया कुरा गरे भने त यस्ता बुढालाई त हाम्रो केसी दादाले तोलाउँछन्। केटाओ 3 बोतल रक्सी मगाओ। म रक्सी खान्न। दूध खान्छस् त दूध खान आइज ताप दूध खान्न। आज भात यतै खाऊ आइज। खान्न। लात खान्छस् त लात। आफै खाऊ न, आफै खाऊ, उता पनि आफै खाऊ। खान जन्मेकाहरू हौ खाऊ। दुईटा पाटो बारी जोडेछ त्यहाँबाट फुर्ती लाउँदो रहेछ। त्यही दुईटा पाटो जग्गा जोडेर हो हामीसँग ठुला कुरा गरे कि अरू केही छ? अमेरिकाका ब्याङ्कको आधा सम्पत्ति मेरै हो। ए भनेपछि त्यत्रो पैसा छ, अनि त्यत्रो पैसा चाहिँ कसरी कमाउनु भयो त? पैसा तिरेका 4वटा गुण्डा सहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर। ओहो यी बुढासँग त यति पैसा रहेछ हेर्नुहोस् केसी दादा। अब यस्तो मान्छेसँग कम्पिटिसन गर्न हामीले चाहिँ के गर्ने त अब? नामै फेर्दिने अब। यस्तो पैसा बोकेर हिँड्ने भएपछि माग्ने साउ भनेर नाम राख्ने मेरो विचार।